हल्का हिलो भएको छ। तर ठिक छ गाई छारो उड्नुभन्दा त यही बाटो ठिक छ। हाम्रो चाहिँ यहाँ एउटा बाइकको गेट लिपरै भाँचेर हामी चाहिँ त्यहाँ यसो डोरीसोरीले बाँधेर ओर्सलसम्म लाँदैछौँ होइन। ओइ के गर्छन् हो केटाहरू यार, ग्रुपमा हिँड्दा त्यस्तो नगर न हौ। ल यहाँ चाहिँ त्रिशुल भएको ठाउँ ल आइपुग्यो फाइनली बल्ल बल्ल। उता गएर हालौँ न त, उता गएर तानौँ के घुडा चाहिँ गएको हेलो गाइज, गुड मर्निङ सबैजनालाई होइन। आज पनि म नयाँ भ्लग लिएर आइसकेको छु तपाईँहरू सामु। आज चाहिँ हामी लतामेश्वर जाँदैछौँ। केटाहरू अगाडि माथि गएर पैसा, कोही केटाहरू पछाडि आउँदैछन्। हामी चाहिँ यहाँ माथि पसलमा गएर एकछिन कुर्छौँ अनि त्यसपछि सबजना लाग्छौँ। एकछिनमा भेटौँला गाइज, बाइ बाइ। हिजोको पानी चाहिँ होइन बाटो यहाँ डेन्जर हुन्छ है यहाँ माटोले। के बोले भाइ, अब के बोले बाइकै पुरै कहाँबाट हाल्ने दिन्छ है। यहाँ यो चाहिँ नयाँ बाटो खनेको थियो मासतिर, अनि बाटो चाहिँ यहाँ यसो थुप्रिएको छ होइन हिजोको पानीले। ठिक छ, केही छैन। अब जस्तो जस्तो भए पनि जानु परिहाल्यो यात्रा आजको। हल्का फुल्का हिलो भएको छ तर ठिक छ गाई छारो उड्नुभन्दा त यही बाटो ठिक छ। नत्र यहाँतिर छारोले ढिलो घुम्थ्यो यार। अहिले त केटाहरू सबजना अगाडि लागिसक्यो, म चाहिँ पछाडि हिँडेर जान्छु यस्तो बिस्तारै। केटाहरू अगाडि लागिसक्यो सबजना। हाम्रो 4वटा ग्रुप चाहिँ यही हो, सक्नुहुन्छ है। बिस्तारै बिस्तारै जाँदैछौँ। हिजोको पानीले चाहिँ खासै छारो नउड्ने भएको छ, यति चाहिँ ढुक्क न त सेतो राम्रै भइसक्यो थियो र। तर यहाँतिर त खासै छैन त है। केटाहरू ग्रुपमा मस्त हिँडिरहेको छौँ। स्कुलमा बिस्तारै जाने हो, अब जस्तै ढिलो उसै ढिलो। अब बिस्तारै जाने भएन, बाटो कस्तो छ है। बिस्तारै जाने हो। फेरि हावा चल्ला छ गाई, हावाले गर्दा साउन्डै कस्तो आइरह होला होइन। भिडियो चाहिँ अब यसो जस्तो भए पनि हेरिदिनु होला गाई। हाम्रो चाहिँ यहाँ एउटा बाइकको गेट लिपरै भाँचेर हामी चाहिँ त्यहाँ यसो डोरीसोरीले बाँधेर ओर्सलसम्म लाँदैछौँ होइन। अनि यहाँबाट ओर्सलसम्म लगेर त्यसको माथि हुन्छ, झन् ढिलो भइरहेको थियो गाई चाहिँ। त्यही माथि मेरो गाडी बिग्रेर हिजो घुम्यो नि। हामी चाहिँ सिलिङी आइपुगिसक्यो है। अब ठ्याक्क ओर्सल आइपुग्नु लाग्यो, तर ओर्सलको खुल्या छ कि छैन थाहा छैन। तर खुल्या होला सायद ओर्सल त। नखुल्या भयो भने मान्छे यहीँ बस्थ्यो होला गाई यो त्यो नै भाँचेर ओइलिङ गर्नुपर्ने भयो गाई। तर बत्ती नभएको कारणले चाहिँ ओइलिङ गर्न नसकिने भयो। बत्ती नन्जेल बस्नुपर्ने भयो। अब हेरौँ। त्यो गेट लिभरको चाहिँ नटै स्लिप गरेर नटै काट्नुपर्ने भयो होइन। अब रेन्डल लाउँदैछौँ हामी चाहिँ सिलिङबाट निक्लेको गाइज होइन। फेरि निस्किनु पर्ने हुन्छ हामी चाहिँ यहाँबाट। बाइक साइक बनाएर निस्किने क्रममा छौँ होइन। टक्क लाएर अब यति गरेर चाहिँ अब फिलिलिलिलिलि जानुपर्ने हुन्छ। कसको बाइक जाउँ ल, हामी चाहिँ लागौँ मामा। ल हिँड्यौ फिलिली गाइड्स ल होइन। ला झन् ढिलो भएको माथि झन् बाइकतिर ढिलो भयो। बत्ती नभएर झन् बाइक पनि बनाउनु पाएन राम्रोसँग। अनि फेरि बत्ती आएपछि चाहिँ कता काटेर ओरेर यताउता म्यानेज गरेर हिँडेका छौँ हामी चाहिँ खैरे खोला कटेर नि यतापट्टि लागिसक्यो है। अब यही एउटै रोड 4वटै भिडियोमा के देखाउनु भनेर चाहिँ अब खासै यहाँतिर चाहिँ भ्लग बनाएको छैन। तर बाटो लास्ट हिजो यहाँतिर त पानीले गर्दा होला, हिजो अस्तिको पानीले। तर यहाँतिर चाहिँ अस्तिबाट पहिरो आएको कारणले चाहिँ यहाँतिर बिग्रिने भयो बाटो। यस्तो हिजो थाहा छ
छारोभन्दा चाहिँ हिलै ठिक भन्नुहुन्छ, तर के नही झन्डाले छिप्पिएको बाइक पुरै नाच्छ होइन। हिलोतिर चाहिँ छारोतिर चाहिँ अब पावर दलिन्छ, हिलोतिर नाच्छ के हो जे भए पनि नहुने, हिलो भए पनि नहुने होइन, छारो उडे पनि नहुने। हामीलाई चाहिँ ठिक छ अब रमाइलो गर्ने बेला अब जस्तै यताउता मिलाएर जानुपर्ने हुन्छ। बाटो देख्नुहुन्छ कस्तो छ भनेर। अब क्यामेरामा त के देख्नुहुन्छ तपाईँहरूले। यहाँबाट चाहिँ हामी बागमती गाउँपालिका प्रवेश गर्दैछौँ होइन। हाम्रो महाकाल गाउँपालिका चाहिँ छोडेर पुरै अब बागमती गाउँपालिका चाहिँ यहाँबाट लागिसक्यो है। अब यहाँबाट गिन्ती पुग्छौँ, केही छैन। गिन्तीबाट त 1 घन्टा लाग्छ अझै गिन्तीबाट। अब गिन्ती 5-10 मिनटमा पुगिहाल्छौँ हामी ठ्याक्कै। अब एकैछिन अब त्यहाँ केटाहरू पनि भेट्नुपर्ने हुन्छ, भेटै गरौँला गाइस। हामी चाहिँ अहिले बागमती खोला आइपुग्यो होइन ठ्याक्कै। यहाँबाट चाहिँ अब आधा 45 मिनट जति लाग्छ हामीलाई वहाँ पुग्नलाई। र ढिला भइसक्यो, केटाहरूले फोन गरेका छन्। उनीहरू उहिले 6 बजे निस्केको, हामी पनि 6 बजे 7 बजे निस्किने भनेर निस्केको। खासमा कुर्दा 10 बजे मान्छे होइन। त्यही त हो नि, गाह्रो छ साथीभाइहरूसँगै हिँड्नलाई। अब अलमल पऱ्यो भनेर चाहिँ केटाहरू फर्केर लिन आइसकेको छन् एकजना चाहिँ होइन। अरू चाहिँ अगाडि नै थिए, सँगै हिँडिरहेको थियौँ नि त हामी। अनि 81 बाटोमा रोकिनु पर्ने भयो दाइलाई कुद्नलाई। अनि केटाहरू चाहिँ फर्केर आएछन्। सब बिस्तारै जानुपर्ने हुन्छ, बाइक कुदाउनै नमिल्ने भइरहेको छ। हजुर हामीलाई लिनलाई के सँगै हिँडिरहेको थियो नि त ऊ तपाईँलाई कुर्या बेला। अनि केही भयो कि भनेर फर्केर आए जस्तो क्या। केटाहरू चाहिँ अब यतिको हेल्पफुल चाहिँ छैन है केटाहरू। न के भाव हो कि भनेर केटाहरू चाहिँ हेर्न आएर छन् होइन। यतिको केटाहरू चाहिँ हुनुपर्छ, ग्रुपमा चाहिन्छ। अब आफ्नो तालमा हिँड्यो भने त ग्रुपमा हिँड्दा त फाइदै भएन नि। अब साथीभाइहरू कहाँ छन् के छन् यसो सँगै हिँड्दा केटाहरू के छन् बुझ्दै हिँड्यो भने पो हुन्छ त। नत्र त अब के काम भयो गाइज कि कसो। हावाले हान्न होला यार, भिडियो केही सुनेको छैन होला। अब यस्तै त नि। अब आजको भ्लग कस्तो हुने भयो अब भरे नै एडिट गर्ने बेला थाहा हुन्छ गाइज। होइन होला के हो चिसो खाउँ, चिसो ल। हामी यहाँ बिच बाटोमा चिसो खाएर निस्किसक्यो। लास्ट गर्नु भएर होइन। अब ब्रेक पनि कस्तो कराएर यार मेरो त। हेलो सबजना जाउँ होइन फ्रिली। यहाँबाट चाहिँ पिच आयो गाइज होइन। अब टक्क यहाँबाट चाहिँ पिच फुल्ली लिली गाई छ। खोइ त केटाहरू त आइपुग्दै छन् जस्तो पछाडि होइन। हावाले डेन्जर हान्न होला मस्त। अब पिचमा त अलिक फिलिली जानुपर्ने हुन्छ। अब खासै भ्लग बनाइँदैन, ठाउँमा बनाइन्छ। अब आज हावाले डिस्टर्ब गरेको अरू भन्दा नि अब बाइक कुदाउँदा त्यसै हावा चलिरहेको छ क्या। यो त अब लास्ट साउन्डै बिग्र होला गाइज।
स्पिड ब्रेकर डेन्जर रहेछ यहाँ यार मजा आयो बिजोक भयो गाइस यार अगाडि गाडी रहेछ अब लो छार खाइने भयो अब चाहिँ यसलाई अब ओभरटेक हान्नुपर्ने हुन्छ यहाँतिर ओभरटेक हान्ने ठाउँ छैन गाइस हल्का अगाडि गएर ओभरटेक हान्नुपर्ने हुन्छ छारो छारो खाइने भयो छारो छारो खानु खाइयो नि गाइस लो छारो खाइयो बाइक चाहिँ गोल्ली कुदेको छ है केटाहरूको खतरा मजा आयो ल केटाहरू नसोध्ने अब केटाहरूलाई नसोध्ने केटाहरूलाई अब सकिँदैन तोडका तोड बिस्तारै जान्छ त्यो उकालोमा यार इन्जिनलाई मात्र मार पर्छ होइन अहिले केटाहरूलाई कुद्न देऊ एकछिनपछि हामी कुदाउला गाइस दाबियो मामा टर्निङमा चाहिँ डर लाग्छ गाइस यार उताबाट के आइदियो भन्दा यार टर्निङमा चाहिँ रङ साइड नकुदाउनु होला गाइस रङ साइड अलिक नजाँदै राम्रो होइन किनकि आफै गल्ती हुन्छ क्या रङ साइड नजाँदै राम्रो फ्युटर चाहिँ यही हो गाइस फ्युटर आइपुग्यो हाम्रो चाहिँ होइन बजार फ्युटर बजार आइपुग्यो गाइस केटाहरू यहाँ छन् भन्दै कहाँ छन् त खोइ केटाहरू त हिँडे के त केटाहरू यहाँ छन् लास्ट बिजोको भयो नि केटा हो यार तल्लो घर माथिल्लो घर बसेर नि अब यो फेरि यहाँ आएर भेट्नु पर्यो छ स्पिकर यहाँ ब्यागमा होला मेरोमा होला हामी पनि बसेर नमनमा यहाँ केटाहरूलाई कुरेर के भयो अरे मामा लुगाको त कुरेन उ त्यहाँ खाइयो नि रेस खेल्ने बेला भिडियो भाइरल गरिदिनु पर्यो अनि साबुन किन्नु पर्यो होइन हिलो अस्तिको बाढीले चाहिँ यहाँतिर चाहिँ होइन पुरै अब रोड सोड चाहिँ लगाएको छ होइन उतादेखि अब हाम्रो वहाँ ठोट्ने खोलातिरदेखि आउने खोला रहेछ यो चन्दनपुर उताबाट आउने सब खोला यही रहेछ होइन बाढीले चाहिँ पुल चाहिँ धन्न लगाउने रहेछ यति भए पनि आएको छ है मिल्छ बगरले पुरै बगरै अब यहाँतिर चाहिँ
यत्रो खोला आएको थियो होला त्यहाँ हेर्नु सब बगर बनाएको छ क्या यत्रो हुँदा नि तर पुल चाहिँ लगाएको छैन पुल मुनिबाटै गएको छ केटाहरू अगाडि पुलमा गएर कुरिरहेको छन् होइन सरर जानुपर्ने हुन्छ केटाहरू भेटाउनलाई ओ बाटो चाहिँ ल्यायो केटोले ल्यायो केटोले ल्यायो दाब्यो केटोले दाब्यो यहाँ आएर अब यसो एकछिन बस्यो रेस्ट गऱ्यौँ होइन केटाहरू अब म चाहिँ यस्तो पारामा छु होइन आज यस्तो पारामा सबजना यहाँ फोटो खिच्ने अब यसो बस्ने रेस्ट गर्नु लागिरहेछ होइन केटाहरू पछाडि आइरहेछन् होइन सबजनाको देखाएको छ नेटवर्क पछाडि निशान कम्ती चलपल केटाहरू होइन हाम्रो चाहिँ 1 2 3 4 5 6वटा बाइक भयो त होइन यहाँ चाहिँ अहिले अब अर्को 4 5वटा बाइकहरू चाहिँ माथि मन्दिर पुगिसक्यो होला बिहानै बाटो चाहिँ हिलो छ ठाउँमा राम्रै छ ग्रुप राइडमा त मजा आउँछ त चलाउनु त लाइन जस्तो क्या दामी हिँड्ने छ क्या अगाडि टेन्सन हुँदैन केटाहरू चाहिँ रुको जरा सबर करो आराम से लेने का हाँ अरे केटा हो के हो चोच्छ त यार केटाहरू त यार के गाइज त्यस्तो नगरौँ है गाइज गाडी आइरहेछ ओइ के गर्छन् हो केटाहरू यार ग्रुपमा हिँड्दा त्यस्तो नगर न हौ के केटाहरूले त जोत्लै गर्छ त यार ग्रुपमा हिँड्दा त्यस्तो गऱ्यो भने त मरिहाल्यो नि यार मान्छेहरू त अन्य कारण ठोकिने कारण यही हो क्या ल दामी लाइन देखिन्छ यार केटाहरू चाहिँ आइरहेछ होइन गाइज हाम्रो केटाहरूले अब कहाँबाट ओभरटेक हानेर गइदिइहाल्यो म्यान ट्राफिक नियमको पालना गरौँ भने त हामी छैन अब के ट्राफिक नै ट्राफिक अब हामी चाहिँ यहीँबाट छिराइदिनु पर्ने हुन्छ होइन हामी यसरी पछाडि बस्नु हुँदैन गाइज जानुपर्ने हुन्छ केटाहरूले डेन्जर ओभरटेक हानिदिइरहेको हामी चाहिँ यतैबाट हो माथि मन्दिर पुग्ने होइन ल हामी चाहिँ अब ठ्याक्कै लट रमेश्वरको बाटो लाग्यो है गाइज जय शम्भो हर महादेव ल रक्षा गरिदियो भगवान् हामी तपाईँकै शरणमा आउँदैछौँ बिहानदेखि दौड धुप गरेर होइन अलिकति सास आयो अब चाहिँ आइपुग्नु लाग्यो नि त ठाउँ होइन अब यहाँबाट चाहिँ कति लाग्छ थाहा छैन हामीलाई गएको छैनौँ मान्छेहरूले चाहिँ अब कति भनेको थियो नि अब बाइक ओ टुकटुक आउने त टुकटुके
यस्तो बाटोमा नि यहाँतिर चाहिँ बाटो बिजोग छ क्या त गाइस कुनै बाइकहरूले त नतानेर ओर्ल्यायो कि डर लागेर ओह्राले हो होइन बाइक मान्छेहरू यतिमा त चढाइहाल्छ नि हौ मान्छेहरूले चाहिँ पुरै मान्छे ओह्राल्दै हिँडिरहेको छ होइन यहाँतिर खासै ओह्राल्नु पर्ने बाटो त छैन यहाँ माथि टुप्पोतिर चाहिँ सैनिक इलाका आर्मी ब्यारेक यहीँसम्म हो क्या त है यहीँसम्म जसलाई कहाँसम्म जान्छ त्यहीसम्म लाने हो गाइस हामी चाहिँ होइन अफ रोड राइडर हो नि त हामी ओइ खोलाको बगरै बगर हो क्या त यहाँबाट त माथितिर यार लट्रमेश्वर पाल्नुहुने सम्पूर्ण खोलाको बगरबाट जानु होला ल पुरै खोला छिरा बगर हो क्या त यो त हामी यहाँ उसमा केटाहरूले त्यो यहीँसम्म जस्तो है अब चाहिँ गाडीहरू वाइल्ड यहाँसम्म मात्र होला कि अझै जान्छ होला उता जान्छ लिली त भनियो हो कि होइन त थाहा छैन हो जस्तो अब चाहिँ हामी अन्तिम पार्किङमा आइपुग्यो जस्तो है यहाँबाट गोरेटो बाटो लागिसक्यौँ होइन बिस्तारै अब ठाडो बाटो लाग्नुपर्ने हुन्छ लेफ्ट राइट चाहिँ हिँड्दा मास्लोपट्टि गर्छ हल्का पसल रहेछ होइन यहाँ चाहिँ एकछिन रेस्ट टाइम गरेर अब जाने हो कि यता खासा चाहिँ किनेर जाने हो कि के गर्ने हो यहाँभन्दा मासु पसल छ कि छैन यहाँ रैला हान्दैछन् केटाहरू गर्मीले प्याक्स भयो पसिना भइसक्यो म चाहिँ पुरै सिडी बाटो बनाएर छ यहाँतिर चाहिँ हिँड्नलाई सजिलो भयो नि त त्यही छ ल बाटो अमलाको तालमा उकालो चढिने भयो अब बाटो चाहिँ पुरै यस्तो छ ठाउँ सिडी उता बढीबाट जस्तो सिडी यो चाहिँ सर्टकट बाटो चाहिँ सही छ जे होस् दामी पारामा सिडी बाटो चाहिँ अलिक घुमाएर भएको कारणले हो कि खोइ के हो त्यता त ब्लक रहेछ हामी चाहिँ यो बाटो हिँड्नुपर्ने भयो सस भएर बोल्नै सकेन यस्तै हो के गर्नु गर्मीले ख्याप्याक त भाइ आमा आधी बाटो आइपुग्यो होला होइन यहाँ आइपुगेपछि बढी आइसक्यो हामी हजुर हामी चाहिँ यहाँ ल डाँडामा आइपुग्यो है यहाँ चाहिँ पसलहरू यताउता रहेछ डढेलो गएर बिजौ भएर छ हामी पुग्नुपर्ने थियो पारी जानुपर्छ त्यो बाटो हुँदा होइन अहिले चाहिँ यहाँ आइपुग्यो बल्ल है यस्तो रेलिङ हालेर छ चट्ट लाएर अब यता चाहिँ भिर हामी आएको तलबाट अहिले यहाँबाट अलिकति उता डाँडाबाट देखाउँछु म होइन यहाँनिर चाहिँ रुखहरूले छेक्यो तर यार मैले यस्तो तोरण ल्याउँछु भने ल्याउनै पाएन नि यहाँ ल्याएर चढाउँछु भनेर सोचिरहेको थिएँ यार कुनै समयमा अब अर्कोचोटि आउँदाखेरि चाहिँ ल्याउँला भन्ने जाउँला नि खै त केटाहरू आउनु पर्यो हामी यहाँ आइपुगिसक्यो अब चाहिँ यहाँ आनन्दले हिँडेर जस्तो भइरहेको छ यस्तो प्रेसर परेको छैन जानलाई अब चाहिँ
नजिक नजिक आइसक्यो होइन सरर यहाँबाट चाहिँ अब 5 मिनट भन्नुहुन्थ्यो के गर्नु 2 पाइला पनि पुग्छ अब ल तलबाट 2 पाइला भन्दै आएको आउनु त हो हामी आएको चाहिँ ल यहाँ तलबाट यहाँ त्यो रातो उस भएको त्यहाँ पर चाइनाले उस गरेर त्यो के भन्छ फास्ट ट्र्याक होइन त्यो फास्ट ट्र्याक त्यहाँ चाहिँ केटाले भेटाउन आइसक्यो यहाँ अहिले अस्ति डेन्जर डडेलो लगाइरहेको थियो यहीँ रहेछ है पुरै डडेलोले चाहिँ यहाँतिर चाहिँ छैन रुक्छु यहाँबाट झऱ्यो भने त सिधै तल्लो भिर हो नि त नि गाइज ल यहाँबाट त यहाँबाट झऱ्यो भने त यार यहाँतिर चाहिँ भिडभाड अब चाहिँ ल यहाँ यो टिकटक सिकटकतिर चाहिँ यस्तो भाइरल भएको ठाउँ हेलो ल यहाँबाट चाहिँ सही छ ल यो अन्त टिकटकतिर भाइरल भएको ठाउँ यार यति हो नि त यतिले गर्दा भाइरल भयो पारिरहेछ मन्दिर चाहिँ बाटो चाहिँ यस्तो रहेछ होइन यहाँ त जाममा लाइन बस्नुपर्छ यस्तो पुरै ओह्रालो छ मासतिर आउँदा नाक टेक्ने उकालो रहेछ दर्शन गरेर आइसकेको मान्छेहरूले कुर्नुहुन्छ बाटोमा है ल लाइनै बसेर हिँड्नुपर्ने रहेछ यहाँ चाहिँ बाटो साङ्ग्रो पनि ठाडो पनि पुरै हामी चाहिँ यस्तो बाटोबाट आइसक्यो हजुर पहिला फेरि यो मन्दिर खन्ने मान्छेलाई चाहिँ माने हो मैले हो ठिक डाँडाबाट है त्यस्तो त रेलिङ पनि थिएन होला नि त त्यही नि हो हामी चाहिँ लास्ट गर्नु भयो यार तर यहाँतिर आइसक्यो अघि जति गर्नु छैन नि डाँडा आइपुगेपछि चिसो होइन डढेर लाएर हो नि त अनि आमा ल ठिक छ तर भिड हेर्न पायो नि त डढेर लाएर हो लट्रम्ब सर यहाँनिर चाहिँ यस्तो बनाइदो रहेछ नि त्यही भएर हो क्या अलिकति भाइरल्स भएको भिड ल बिस्तारै जानुपर्ने हुन्छ है हामी चाहिँ ठ्याक्कै ल मन्दिर आइपुग्यो ल रक्षा गरिदियो भगवान् ल हर हर महादेव हो यतातिर चाहिँ मन्दिर यहीँनिर रहेछ है यस्तो ठाउँमा ल रक्षा गरिदियो है बल्ल बल्ल आइपुग्यो यहाँ चाहिँ पुरै भिडभाड लागिरहेको छ पूजा गर्नलाई अब हेरौँ के हो यहाँ चाहिँ गुफा हो क्या त यहाँ चाहिँ ल यसो यहाँ चाहिँ ल यस्तो ठाउँमा चाहिँ रहेछ होइन माथि जाउँ पहिला ल बल्ल बल्ल आइपुग्यो हामी चाहिँ ल ठ्याक्कै यताबाट चाहिँ तल चाइनाले बनाएर फास्ट ट्र्याक यहीँ मुनि छ हामी चाहिँ त्यो पारिबाट आइपुग्यो यत्रो डाँडाबाट पुरै हो ल यहाँ चाहिँ त्रिशुल भएको ठाउँ ल आइपुग्यो फाइनली बल्ल बल्ल ल आइपुग्यो गाइज ल बल्ल बल्ल है आइपुग्यो नि केटा हो
केटाहरू 2 जना यहाँ आइपुग्यो अरू कहाँ हो हामी अघि नै आएर बसेका यसरी ओइलाएर बसेका छौँ घाममा केटाहरू नआएर यहाँ चाहिँ पूजा गर्नलाई चाहिँ लाइन बस्नुपर्ने छ होइन सबजना यसरी लाइन बसिराख्नु भएको छ पूजा गर्न त्यहाँ पनि छ अनि यता यसो राम्री मान्छेहरू हुनुहुन्छ होइन हे रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सुके ल मामाहरू चाहिँ बल्ल बल्ल आइपुग्नु भयो अब चाहिँ पूजा गर्नुपर्ने हुन्छ गाइज के भयो त मामा बुद्ध भन्न 2 दिन बाँकी हो होइन त्यो त चढ्ने भयो मामाले ल ल ल ल हर हर महादेव महादेव की जय महादेव की जय ल केटा हो ल पूजा न हाम्रो चाहिँ अब पूजा पाठ सकिसक्यो होइन यहाँ यो स्टोरी अब टिका सिका दिनु सक्नुहुन्छ होइन दाइ खोइ त दाइले टिकै लाउनु भन्नु म लगाइदिन्छु नि दाइ तपाईँलाई यार ल हाम्रो चाहिँ पूजा सुजा सकेर अब एउटा चाहिँ ग्रुप फोटो खिचेर चाहिँ अब जाने भन्ने कुरो छ होइन यहाँतिर अब ग्रुप फोटो खिचौँ एउटा अनि त्यसपछि चल्दिउँ होइन त ल हामी चाहिँ फर्क्यौँ गाइज पूजा पाठ गरेर भ्याइयो ल केटाहरू पुरै हौसला सहित रमाइलो गर्दै हिँडिरहेको छन् अगाडि यहाँनिर चाहिँ गुफा रहेछ होइन गुफाभित्र मन्दिर यहाँबाट चाहिँ यसो भित्र जाँदिनँ म यहीँबाट यसो देख्छु होइन जुत्ता भएको कारणले चाहिँ म भित्र नछिरौँ भनेर मात्र हो भिड देख्न सक्नुहुन्छ होइन जाम होइन अगाडि अझै केटाहरूको भिडियो बनाउनु भनेर अगाडि जाँदैछु होइन खै गाइस म अगाडि जान्छु पहिला हामी अगाडि जान्छौँ होइन गाइस केटाहरू चिलमा ल केटा पुरै हल्ला गर्दै आइरहेको छ नि तलबाट यो उकाल जाँदैछु होइन लास्टै ठिक छ भिडै नजाइन रहेछ यार यहीँको भन्दा पुरै उकालो डेन्जर हेलो थोरै है यति मात्र हो भिरालो म चाहिँ टुप्पोमा आइपुगेँ केटाहरू तल आइपुगिरहेछन् यहाँ अघिको पसलमा आएर यहाँ खाजा हुक्का सुक्का तान्नु पर्यो भनेर यसो बस्दैछन् केटाहरू यता छ नि अब यहाँनिर चाहिँ हुक्का रेडी हुँदैछ हुक्का खानुपर्ने हुन्छ गाइज अब खाजा खाने हुक्का सुक्का खाने अनि भेटौँला है गाइज एकछिनमा भिडियो हामी चाहिँ यहाँ खाजा तरकारी चिउरा खाँदैछौँ अनि यता निङ्गु खाँदैछौँ हल्का होइन 1 गिलास मात्र हो योभन्दा धेरै खानु हुँदैन सबजना केटाहरू यता रमझम हान्डा छन् यता हुनुहुन्छ केटाहरू चाहिँ यहाँ खाजा खाँदै रमाइलो गर्दैछन् होइन सबजना हामी चाहिँ यहाँबाट खाजा खाएर निस्किसक्यौँ गाइस सबजना होइन हेलो यता त एन्टी लाइट पर्दो रहेछ यार यता एन्टी लाइट पर्दो रहेछ यस्तो गरेर यताबाट घुमेर होइन यस्तो दिनुपर्छ आजको यात्रा कस्तो भयो त केटा यस्तो अनुभव दिनु पर्यो नि त दाइ कस्तो भयो सही छ सही के छ केटा फर्किन है ल हामी चाहिँ होइन दाजुभाइ चट्ट लाएर सर्लक्क सबजना गइसकेर फर्किसक्यौँ केटाहरू सबजना अगाडि लास्टमा हामी हौँ होइन अब यहाँ दिदीबहिनीहरू अगाडि जाँदै हुनुहुन्छ अब यो ओह्रालो लागिसक्यो यहाँबाट चाहिँ आधी घन्टा जति लाग्छ तल पुग्नलाई अब तल पुगेर भेटौँला है गाइज अहिले बाटोमा अब सरङरङ जाने कार्यक्रम भइरहेछ
ब्रेक ब्रेक बाई बाई गाइज बल्ल बल्ल हामी चाहिँ केटाहरू भाटामा आइपुग्यौ हेलो गाइज कस्तो अनुभव भयो त आज मामाश्रीको हेलो मामाश्री कस्तो अनुभव भयो त आज अनि हाम्रो सम्धीको यता भोटेको हेलो अनि तेरो आयुष भाइ हेलो जीवन दाई गाइस हामी चाहिँ होइन बाइक राइड ठाउँमा आइपुग्यो अब हामी चाहिँ सबजना निस्किँदैछौँ गाइस पारामा होइन टुकचुक 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 होइन निस्किँदैछौँ केटाहरू अब यहाँ तलबाट छुट्छ अनि जसो के ल ललितपुरे पारा ओ गाइस हेलो हेलो ल हामी चाहिँ लाग्यौँ है गाइस बिस्तारी सरर यहाँबाट चाहिँ हिँडिसक्यो हामी अब तल गएर खाजा खानुपर्ने हुन्छ यहाँ माथि चाहिँ हल्का खाइयो पेट मान्छे अरे कहना क्या चाहते हो यसो काचा कुचुक होस् भनेर अब तल गएर खानुपर्ने हुन्छ अब तलै खाजा खाने ठाउँमा भेटौँला है गाइस बाई बाई लभ यु हामी चाहिँ फर्केर बक्नु आइपुगिसक्यो होइन हावा चलिरहेछ पानी पर्न लागिरहेछ गाइस अब आधी हुरी चलिरहेछ जस्तो भइरहेछ पुरै पानी पनि छिटाइरहेछ अब के हुन्छ हेरौँ केटाहरू कहाँ हो अगाडि गइसक्यो होइन केटाहरू चाहिँ हो ह्याप्पी बर्थडे ल उदारो ह्याप्पी बर्थडे उदारो हम है यो हेलो सन्ने ल सबजना निस्किसक्यो यहाँबाट पनि गाइस अब हेर्नुहोस् रन्नामा गइरहेछन् केटाहरू होइन अब म पनि रोप्दै राख्छु गाइस मामा त सरासर गइदिएर मामा ल मामा त लाग्यो अरे ल सन्डे ल हामी चाहिँ यहाँबाट तीनजना केटाहरू तीनटा बाइक चाहिँ छुट्यौँ होइन उनीहरू चाहिँ यतैबाट चाँडो हुन्छ भनेर र ढिला भइसक्यो उनीहरू चाहिँ यतैबाट गए अब हामी चाहिँ बाँकी केटाहरू चाहिँ यताबाट जान्छौँ
अब एकछिनमा भेटौँला पछि। अब गाइज आजलाई भ्लग यस्तै भयो, हावाहुरी चलिरहेछ। सिधै घर पुगेपछि भेटौँला गाइज, बाई बाई। यो त केही हुँदैन, छोड्दै। धेरै स्पिड त आएको छैन हौ, लोटे गाइज यार, नमजा तालले सौजा तान्नु दियो। अब गेट लिबरै मर्क्यो यार, त्यो त केही हुँदैन। माथि सार्दै त्यो घुँडामा चाहिँ के चलाउनु मिल्छ होइन उता गएर हालौँ न त, उता गएर तानौँ कि घुँडा चाहिँ गएको छ। रोकेर लड्यो हो क्या मेरोमा अहिले चाहिँ। बिचमा भएपछि त्यही हो क्या, घिस्रिन्छ के। थाहा हुँदैन नि हामी कहाँ आइपुग्यो हामी त फर्केर आश्रम पछि आइपुगिसक्यो होइन। अब चाहिँ गीत सकिने बेला भइसक्यो। यहाँ माथि खत्रै एक्सिडेन्ट गरेर घुँडासुडा गर्दा मैले चाहिँ बाइक चेन्ज गरेर दाइको चलाएँ। र चाहिँ गेट लिभर चेन्ज गरेर उडेर चाहिँ दाइले चलाइराख्नु भएको मैले खुट्टा चलाउनु नसकेर दाइले चलाइराख्नु भएको अगाडि घुँडासुडा उडाएको कारण चाहिँ मैले दाइको बाइक चलाइरहेको गेयर हाल्नलाई सजिलो होस् भनेर। बेला पनि बेलुका भइसक्यो, अहिले बेलुकाको 6 बजी भइसक्यो होला। कति बजी पुग्नु थाहा छैन। दाइहरू अगाडि हुनुहुन्छ, त्यो गेयर लिभर उडेर दाइले चाहिँ बिस्तारै गेयर चलाइरहनु भएको। मैले त गेयर हाल्न नसकेर चाहिँ यहाँ दाइको बाइक चलाइरहेको छु। अब चाहिँ चिज सकिरहेको गाइज। अब घर गएर भेटौँला सिधै। ल फाइनली हामी चाहिँ यहाँ घर आइपुग्यो होइन। अब सकुसलै आइपुग्यो। अब हल्का एक्सिडेन्ट पऱ्यो, त्यो त अब केही भएन। ल गाइज, हेलो, हामी चाहिँ फाइनली आइपुग्यो। विजय अगाडि पुगिसक्यो होइन। ल बाई बाई गाइज, अब नेक्स्ट भ्लगमा भेटौँला है हामी चाहिँ। गुड नाइट।